हिरो नभएको भए के हुनुहुन्थ्यो तपाईँ? हिरो नभएको भएपछि म हिरो हुँदैन थिएँ, त्यही त हो नि। राजेश दाइ रिसान्छ तै हजुरको जब हामी हेर्छु तै यो के हो सर? मेरो यस्तो होला, यस्तो कस्तो यस्तो देखानु न। मलाई अब रेडी भएको हान्नुको लागि। अब दाइको चाहिँ यस्तो भनेपछि पख पहिला कुरा सुन्नु भने हो कि बाख्राहरू बाँध्नु छ है फुपू? ए ल ल यो साँडेलाई पनि मलाई मन पर्ने युवतीको केटी केटीमा को महिला महिलामा को पुरुषको विपरीत। राईको छोरो खान्छ नि, म बागनको छोरोबाट त कहिले यहाँ बजाइदिन्छु। तपाईँलाई प्रचण्ड चाहिँ कस्तो लाग्छ देशको प्रधानमन्त्री? प्रधानमन्त्री जस्तो लाग्छ मलाई। तर लिन आउनु भएको थियो नि, मैले गएर आएँ कि भन्दा राज दाइले त यो प्रश्न हामी सधैँ सोधि नै राख्छौँ, आज भाउजूलाई नै सोध्नु पर्यो बच्चाको विषयमा चाहिँ। उहाँले भनेको जस्तो अब सोध्छौँ गएर सोध्छौँ हजुर सोध्छौँ पनि, अब सोचेर मात्रै त हुँदैन होइन। सोचेर मात्रै हुने भइहाल्छ संसार। अलिक एक्सनमै उत्रनु मन लाग्यो जसलाई, एक्सनमै उत्रनु मन लाग्यो जसलाई। आज त नर्नलाइज छस् त। तिमी जस्तो हो त महिना दिनमा नुहाउने? मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्रो आमा त स्याम्पल पिसै हो नि, कहाँ भेटेछन् कुनै हाम्रा बाले? त्यसको असर मलाई सोच परिरहेको छ यहाँ। चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई। एक्सक्युज मी नेपालीमा भन, अङ्ग्रेजी बुझ्दिन। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो, अगाडिको 4 कसले दिएछ? भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? पियानो उठ्ने, मुखधुनी, बम पड्काउने। 4 बम। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छा, भोलि पानी खान्छ। प्लिज मलाई हेल्प गर्नु। बस थ्याङ्क यू। रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ। जय नेपाल। खाइबक्सोस् नजुर, खाइबक्सोस्, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुत्याउँछ। ए 50 लाखमा 10 रुपियाँ त्यो चाउ चाउ पनि झोल। यस्तै त हो नि पोरो, जहिले यस्तै त ठाउँको ठाउँ नथित न, मैले मात्र कौडी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्ने। केउडी गइन्जास। अब तेरो बिहा गर्नुपर्छ छोरा। हुन्छ हो आमा, तर सहान ल्याए अर्कैले सहिले हुँदो रहेछ। यसपालि पनि एसएलसी फेल। अब यता चाहिँ पास हुन्छ होइन त? लुगा नापेर आएको कि आगो तापेर आएको? अनि पुष्पाजीले के माथि चढ भन्नुभयो। के भनिस्? रुखा माथि चढ भन्नुभयो। ढङ्गा भएर उडाएर ल्याउनलाई। अर्को हिरो खै त? हिरो कहाँ एक्लै आउँछ त? हिरोइनसँग आउँदै खालि। खत्तम। अब के गर्छस् त केटो? उसैलाई उडाइदियो मैले। मेरो खराब पानी छ, मेरो खराब। साला मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला। ल चिल गाइज,
हजुरहरूलाई थोरै पनि मन परेमा कमेन्टमा रेड हार्ट फेच्नु होला। फेरि पनि म मुभीहरूको कमेडी क्लिपहरू लिएर आउनेछु। थ्याङ्क यू फर वाचिङ।